हेलो अनि नमस्ते अर्को सनी डे अनदर सनी डे है अब स्याटरडे अगेन के गर्ने भयो म निस्किएँ घरबाट एउटा भाइ निस्किन त म यतिकै निस्केको होइन तर एउटा भाइले दाइ आउनु न कतै घुम्न जाऊँ यस्तो दामी घाम लागिरहेछ मौसम बबाल छ भन्ने जस्तो कुरा गरे भएर निस्किएँ म अब लेट्स सी कता गइन्छ वेयर डु वी एन्ड अप क्रिस्टेनिया भन्ने ठाउँमा जाँदैछु म आज होइन त्यो क्रिस्टेनिया भन्ने ठाउँ चाहिँ कस्तो छ भनेदेखि पहिला म यो देश आउनु बेलामा म काम गरेको ठाउँ हो मेरो स्टार्टिङ नै त्यही ठाउँबाट भएको हो सो मेरो कर्मथलो भनौँ त्यहाँ होइन अनि त्यो चाहिँ मलाई पुरै नेपाल जस्तै लाग्छ क्या लाग्थ्यो अहिले त परिवर्तन भइसक्यो पुरै त्यहाँ चाहिँ सबै चिज नेपाली टाइपको लोकल भाइब्स एकदम लोकल क्या एकदम अर्ग्यानिक टाइपको होइन गाँजा मेनली त्यो ठाउँ चाहिँ गाँजाको लागि परिचित थियो तर अहिले अब ब्यान्ड भन्नु ब्यान्ड त जहिले पनि थियो तर अहिले चाहिँ अलिकति टाइटन गरेको छ ट्रेन स्टेसन आइपुगेँ म अब ट्रेन चढ्छौँ जान्छौँ आज पनि गाडी स्किप 2 मिनट रहेछ मेरो ट्रेनको लागि हेरौँ मस्त मस्त घाम छ एकदम बबाल सो 2 मिनट छ है घाम बबाल छ टिकट लिनुपर्छ मैले अर्को ट्रेन गयो उनीहरूको मान्छेहरू नाङ्गिन थाल्छन् घाम लागेपछि शरीरलाई खैरो बनाउनु छ यिनीहरूलाई सेतो थालालाई हाम्रो चाहिँ खैरो थाला कालो हुँदै जान्छ फेरि घाममा बस्यो भने क्याप लगाउनु पर्ने रहेछ अनुहार छेकिनु रहेछ ठ्याक्कै तर ठिकै छ अब भाइलाई भेटौँ अनि त्यसपछि फर्दर कुरा गरौँला के कस्तो छ आजको दिनको बारेमा समर लागेको छ सो यु क्यान सी एभ्रिथिङ इज अकुपाइड यहाँ चाहिँ त्यही हो समरको मजा सबै बाहिर निस्किने बस्ने नाङ्गिने हिँड्ने केको पनि लाइक मतलब छैन समर लागेपछि यहाँ चाहिँ जात्रा लागे जस्तै हो हाम्रो नेपालीलाई उनीहरूलाई समर लागेको भन्दा मलाई चाहिँ यो घामले अलिकति इरिटेट नै भइसक्यो होइन अलिकति शीतलतिर जान्छु अनि मेरो प्लान चाहिँ आज त्यो टावर चढ्ने हो खोइ देखिन्छ टावर त्यो टावर चढ्ने हो त्यहाँ घन्टी बजिरहेको छ अहिले त्यो टावरको टपमा पुगौँ आज है के हुन्छ हेरौँ म चाहिँ पहिलेबाट यहाँ काम गरेको ठाउँ क्या यो पहिलेबाट काम गरेको ठाउँ यहाँ चाहिँ मेरो धेरै स्टार्टिङ डेजको धेरै कुराहरू बिताएको छु मैले हरेक पहिला मेमोरेबल छ मलाई ठाउँको तर म अफसोस त्यो टावर चाहिँ चढ्ने अनि अब नजोडेपछि यस्तै त हुँदैछ नि होइन लाइफमा सबै कुरा जोड्नुपर्छ क्या लेखेको हुन्छ देखेको हुँदैन भन्छ नि सो आज लेखेको हुँदो रहेछ त्यत्रो 1 वर्ष 1.5 वर्ष मैले देखेँ त्यो टावर तर भएन मेरो कर्ममा त्यो चढ्न लेखेको त्यो चढ्नलाई लेखेको रहेछ तर आज लेखेको कुरा आफ्टर सो लङ म यो ठाउँमा आएँ मेबी 2 वर्षपछि नै होला अनि त्यो टावर चढ्न लेखेको दिन रहेछ आज सो त्यो भाइलाई कुर्दैछु म अनि त्यो भाइहरू टुगेदर हामी टावर चढ्छौँ द्याट्स अल
हावा मजाको लागिरहेछ बुढीमा हिँड्दै हुनुहुन्छ म बसिरहेको छु यो स्टारबक्स हो यो म कफी खाँदिनँ जेसुकै भयो नि मलाई के होइन तर हो त्यसको अगाडिको बेन्चमा चाहिँ बसिरहेको छु म लाइक यो चाहिँ कस्टमरहरूको लागि हो तर पब्लिक स्पेस जस्तो म बसिरहेको छु घन्टी बजिरहेको छ टावरमा त्यो चर्च जस्तै हो क्या त्यही भएर घन्टी चल्दै बज्छ अलिकति अगाडि जान्छु म अनि त्यसपछि त्यो क्यानलमा हिँड्छु मेरो काम गर्ने ठाउँ पनि नजिकै छ एउटा पिच एरियामा काम गर्थेँ म अनि त्यसपछि त्यो मेरो वान अफ द ओल्ड भिडियोमा अङ्कल हुनुहुन्छ उहाँले ओन गर्नुहुन्छ त्यो पिच एरिया चाहिँ त्यही काम गर्थेँ प्लस अर्को त्यो क्रिस्टेनिया भन्ने त्यो जुन मैले कुरा गरेको थिएँ भिडियोको फर्स्टमा त्यो ठाउँ चाहिँ एकदम लोकल एकदम म्याजिकल ठाउँवाला चाहिँ त्यो हो त्यहाँ चाहिँ म जान्छु कि जाँदैन थाहा छैन तर चेन्ज भइसक्यो एकदम त्यो ठाउँ अहिले पहिला जस्तो छैन भाइले गफ हान्थ्यो मलाई मेट्रोमा पुग्यो भनेर मेट्रोमा पुग्यो भने इट वाज 2 मिनट्स म बोलेकै 3 मिनट 45 सेकेन्ड भइसक्यो सो द्याट वाज गफ यसरी बुझिन्छ क्या टाइमिङको चाहिँ यतिको पङ्क्चुअल हुनुपर्छ यो कन्ट्रीमा हुनुपर्छ भन्ने चाहिँ त्यो आफ्नो चोइस होला नहुन पनि सकिन्छ तर थाहा हुन्छ कोही पङ्क्चुअल भएको छैन भनेदेखि लेट किन भयो भनेर मेट्रो ट्रेन लेट भयो भने नि यु क्यान चेक अन दि फोन यदि साँच्चीकै लेट भएको छ साँच्चीकै हराइरहेछ भनेर लाइक टाइम एक्सटेन्ड भएको देखाउँछ त्यहाँ इफ इट्स रियली लेट त्यहाँ एकजनाले पार्किङ चेक गरिरहनु भएको रहेछ गाडीको यो चाहिँ एकदम टुरिस्टिक एरिया हो सो पार्किङ छैन यताउता भन्ने चाहिँ मेबी हि कल मी छैन नो 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 गफ हाने 5-6 मिनट भएछ मेट्रोमा छु भनेको इट सुड हेभ बिन 2 मिनट्स तर गफ हान्यो इट इज वाट इट इज है लास्टमा ओके त्यो चाहिँ एकदम लामो समयसम्म बज्छ त्यो घन्टी यहाँ चाहिँ यस्तै हो बाहिर बस्ने बिन्दास रमाइलो गर्ने यो फोहोर फाल्ने ठाउँ बोतलहरू चाहिँ नफाल भन्छ यहाँ किनकि बोतलको पैसा आउँछ है यो क्यानल चाहिँ यो क्यानलबाट धेरै हिँडेँ म हिँडेँ साइकल चलाएँ धेरै नै लाइक अ लट अफ टाइम्स मजाको लोकेसन छ है ब्युटिफुल खालको बस्यो आनन्द लियो यसरी यो बियर सियर खाँदै यो बोट बुक गर्न मिल्छ गो बोट भन्ने हुन्छ साथीहरू जम्मा गर्यो लियो उयो टावर कन्स्ट्रक्सन भइरहेको रहेछ यही टावर चढ्छौँ हामी आज यो बच्चाहरूले चाहिँ पसल थापेको रहेछ नि यो आफूलाई मन लागेको चिज किन्ने अनि मोबाइलमा पैसा हालिदिने गर्न मिल्छ यहाँ चाहिँ बच्चाहरूले पसल खोलेको समरमा यस्तै हो बाहिर पसल खोल्न मिल्छ त्यहाँनिर छ म काम गरेको पहिला काम गरेको ठाउँ रमाइलो छ त्यो ठाउँको मेमोरी पनि मसँग त्यहाँनिर पिज्जा पाउँछ पिज्जा अनि यस्तै हो बच्चा बच्चीको पसल छ यहाँ पसलमा यो 10-5 है क्रोनरको सामानहरू बेच्छन् हेलो कहाँ हो तिमी खोइ ए बाटो काटो भाइ बाटो काटो त्यसको अपोजिट बाटो काटो त खोइ भिडियो कल अन गर भिडियो कल
ब्याक क्यामेरा अन गर ठाडो पार नि ठाडो भुइँ देखाएर हुन्छ धेरै नहल्लो नि भाइ क्यामेरा कहाँ गाली गर्छ यहाँ म अघिदेखि फोटो खिचिरहेको छु गाली गर्छ भने त्यसै फोकटमा हो यो बाटो क्रस गर भाइ के भएको तिम्रो फोन यो कता क्रस गर्यो फेरि तिम्रो राइटतिर क्रस गर न भाइ राइटतिर तिम्रो राइट कहाँ हो तिम्रो राइट अहिले हिँडिरहेछौ त अनि कहाँ हिँड्छौ तिमी अपोजिट भनिरहेछौ बाटो काट भनेर मैले फाइनल्ली यो गफाडी भाइले भेटेँ है ढिलै भयो भने म ब्लग गरिरहेको छु है भाइ अनि भाइले त्यहाँ स्क्यान गर्यो टिकट हेर्छ यताउता गर्छ अगाडि गर्छ यहीँबाट हो मोबाइल पेबाट गर्नु न कि गुगल पे गएर हो मोबाइल पे नै सजिलो हुन्छ कि जसलाई एकदम ब्रस्ट आउट भएर मैले फिल्टर हाल्न बिर्सेँ आज मेरो क्यामेरामा प्लिज पोस्ट फ्रमली टु एक्जिट माथि जाने हो भाइ इन्फर्मेसन डेस्क माथि छ टिकट लिँदै गरौँ त्यहाँबाट होइन टिकटको 70 पर्न रहेछ यताको प्राइस यो धर्रा चढा जस्तै होला माथि जाउँ है अनि हेरौँ के हुन्छ आउट एकदम ठाडो उकालो ट्रेकिङ जस्तै रहेछ होइन लेख्नु चाहिँ छोड्दैनौँ फेरि डेनमार्कको सिग्नेचर जस्तै हो क्या यो लेखे गर्छन् सो मोर उकालो म चाहिँ त्यो बाहिरी एक्जिट खोलिरहेको छु है उकालो माथि उकालो छ टाउको चाहिँ नठोकोस् त्यही हो Hi. Check. Mas जानु दियो अगाडि घन्टी खुट्टाको होले भाइ राउन्ड एन्ड राउन्ड एक्जिट आउनु लाग्यो गुफा जस्तै रहेछ ओए
यो दुबईको एउटा ठाउँ बस्थेँ क्या रसल खेमा भन्ने ठाउँ बस्थेँ क्या रसल खेमाको एउटा बिच थियो क्या त्यो बिच पारि चाहिँ कता यसरी देखिन्थ्यो क्या त सुटेर हुँदा क्या कस्तो दामी त्यही त अब हामी जाँदैछौँ क्रिस्टेनिया the real local place which looks like Nepal. ब्राजिलले जित्यो भाइ अब म चाहिँ अहिले कति बज्यो समयले 8:30 बजा होइन घाम 2 बजेको जस्तो घाम लागिरहेछ टावर चढेर मजाले बसेर 2-4 जना पुरानो दाजुभाइहरू भेटेर आइयो आजको दिन यस्तै भयो अब डिनर खाइदिउँ न भनेर आज काइन्ड अफ चिट मिल गर्न लाग्यो है डिनरमा चाहिँ अलिकति लाइट भेजिटेरियन डिसेस यो काजाउकी रामेन सपमा काजुकी रामेन सपमा ओके जापानिज रहेछ भाइ जापानिज सुसी काइन्ड अफ थिङ यहाँनिर पहिला एउटा दामी त्यो भिगन बर्गर थियो क्या अनि त्यही होला भनेर हेर्दै आएको त नरहेछ भेलिङमा खाए जस्तो लाग्छ भिगन बर्गर साफ गेम हेर्ने कहाँ गेम हेर्नु होला हो हामी गेम होइन गेम थियो दाइ त्यो नेप्लिजको गेम थियो अनि तपाईँमा बाहिर निक्लेको थियौँ ए तिमीले कहाँ भिगन खायो तिमीले त चिकन नै खाएको थिएन होइन त्यो भिगन नै खाएको र अहिलेसम्म त्यो ब्याड एक्सपिरियन्स हो क्या तिम्रो आधी खाएर फालिदिएको थिएँ तिमीले ल्याइदिएको थिएँ मैले अनि तिमीले लिएर गएर खाएको वाला हो त्यो बेग्लै हो दाइ त्यो कहाँ अर्डर त्यो त चिकनै ल्याइदिएको थियो त्यो पनि फाल्यो त्यो तपाईँको घरमा सफा गर्ने बेलामा हामीले किनेर लगेको थियौँ तिम्रो फोन किने बेलामा हो क्या हो त्यो होइन यार त्यो त अस्ति वर्क परमिट एप्लाई गर्ने बेलामा ल्याइदिनु भयो तपाईँले एनिवेज त्यही नै भयो अब फुड अलिकति खाने अनि त्यसपछि घर जाने सोध्ने भन्दा अरू केही काम बाँकी रहेन यहाँ होइन सो आजको भिडियो यसरी नै एन्ड गर्दै बाँकी कुरा फेरि अर्को भिडियोमा गरौँला भन्दै मेबी फुड देखाएर म बिदा हुन्छु पिस Der lå lidt i sin tid. Det er så mange herregårde. Og så er man lavet et museum, der tager udgangspunkt i, hvad skal vi sige, grundfortællingen på en eller anden måde. Og det er jo en pragtfuld park. Den er virkelig, og der var nogle moderne kunstnere. Der er en lækker park på turen. Der går jo byer, som vi er i 2003. Jeg nævnte den ikke også. Jeg tror, at der er store købning og So tak. सो मेरो माइकले दिनभरि काम गरेको चाहिँ मलाई थाहा छैन है बुढीले खुसी भएर बाइक गर्नु मैले ढोका खोलिदिएको थिएँ अहिले चाहिँ म ट्रेनमा छु अराउन्ड 5 to 6 स्टप्स पछि म घर पुग्छु अनि सोध्छु नथिङ मोर टु डु खाना म खान्न किनकि आई जस्ट ह्याड अ चिट डे काइन्ड अफ डे टुडे त्यतिमै सक्यो मेरो खाना आज सनसेट हुँदैछ मस्त इट्स अराउन्ड 9:30 त भएको छैन होला 9 त भयो होला 9:03 गएछ सनसेट इज गोइङ टु ह्यापन अनि त्यही नै हो म घर पुग्दाखेरि 9-10 जति हुन्छ होला अनि सनसेट त्यो बेलासम्म भयो भने आई विल ह्याभ अ लिटल सनसेट विथ द एन्डिङ अफ द भिडियो नत्र nothing much. It was just a quiet day today. म काममा जाँदाखेरि साइक्लिङ गर्ने वे आयो Det kan vi nok tale om.
यो ब्याकग्राउन्डमा ट्रेन जानुभयो जस्ट लाइक द्याट आजको दिन रमाइलै भएर बित्यो है त्यस्तो वाइल्ड केही भएन त्यस्तो सफ्ट केही भएन टावर चढ्यो टावरबाट भ्यू हेऱ्यो वरिपरिको बिल्डिङ्सहरू हेऱ्यो एन्ड द्याट्स अल इट्स awkward when you're being watched त्यही भयो माथि गयो त्यो टावर कहिले पनि गएको थिइनँ लाइक मैले बिफोर भनेको जस्तै देखेको हुँदैन लेखेको हुन्छ भने जस्तै होइन त्यो आजको दिन लेखेर रहेछ गयो अघि नै मैले खानाको देखाउँछु भिडियो भने चाहिँ खाना आयो मलाई खाना हतार भयो है मैले खाइदिएँ भिडियोभन्दा अगाडि अब पछाडि सनलाइट एकदम डाउन भइरहेको छ इट्स 9:15 PM right now. Lawmaker Harka Sampang has said that a driving license is simply a certificate and in his view doesn't need to be renewed. हाम्रो हर्क साम्पाङ जीको लाइसेन्स रिन्यू गरेर हुन्छ हैन whatever यो हाम्रो टपिक हैन पोलिटिकल कम्प्लेन्ट्सहरु नगरौँ है तर he should accept his mistakes जस्तो लाग्छ which he didn't do अहिलेको रिसेन्ट हात चलाएर यस्तै भ्लग बनाउने केसमा हैन बट या यस्तै हो हाम्रो सरकारमा सधैँ यस्तै मान्छेहरू हुन्छ अरूले ल मान्दोस् आफूले चाहिँ ल मान्नु नपरोस् भन्ने खालको सरकारहरू हुनुहुन्छ आजको दिन सकियो डिनर खाइयो घर जानियो सुत्ने हो येलो लाइनको बिचमा बसेर मैले भिडियो गरिरहेको छु इट्स ग्रीन इट्स समर इट्स वन्डरफुल थ्याङ्क यू फर वाचिङ हर हर महादेव